ठाउँमा म आइपुगेँ। कहाँ जाँदैछु कता जाँदैछु त्यो मलाई ठेगान हुँदैन थियो र यसरी नेपाल र इन्डियाको यो बोर्डर ठाउँमा म यसरी आइपुगेछु। यहाँदेखि इन्डिया सुरुवात भयो। यहाँ त्यतिखेर पुलिस प्रहरी प्रशासनहरू केही थिएन अनि एउटा टाइम थियो मलाई प्रशासनले एरेस्ट गर्नुभयो अनि त्यहाँबाट यता ल्याउँदाखेरि त्यो उत्तरबाट ठाडै बाटो छ, धेरै लामो बाटो छ यहाँ। अनि त्यहाँ ल्याउँदाखेरि बाटोमा आउँदा आउँदै एकजना प्रहरीले भन्नुभयो, गुरुदेव हजुरलाई मार्नुको लागि आदेश भएको छ, हजुरलाई गोली लगाउनको लागि आदेश भएको छ भन्नुभयो र खासमा भन्यो भने हजुरलाई गोली लगाउनु पर्छ, हजुरलाई हेरे यत्रो सानो गुरु अनि कसरी मार्नु, कसरी त्यस्तो गर्न सक्छु होला भनेर मलाई पुरा कम्प भइरहेको छ भनेको। उहाँ साँच्चै सेकिङ पनि भइरहेको छ उहाँको बडी, उहाँको शरीरमा। जब हामी बोर्डरमा पुग्छौँ त्यहाँदेखि हामीले नदेखि जस्तो गरेर सट्टै हजुर चाहिँ निस्केर गइहाल्नु होला, कहीँ पनि एकछिन पनि नबिसाइकन, अनि ताकि हामीले केही पनि गर्न नसकौँ। त्यो झिलिकैको टाइममा हजुर हराउनु भएको जस्तो होस् त्यो दिन सम्झिँदा म खासमा गोली लाग्नुपर्ने तर अहिले पनि हजुरको साथमा छु। सायद हजुरलाई दुःख दिनु थियो होला, यसर्थ हजुरको साथमा छु। अनि धेरै बिचारा हजुरलाई, मेरो आमा बाबा नानीहरूलाई धेरै दुःख दिए जस्तो लाग्छ। हजुरले धेरै सङ्घर्ष गरिरहनु भएको छ हाम्रो प्रेम दर्शनको लागि। मसँग हजुरलाई दिने केही छैन र यो हाम्रो प्रेम दर्शन त्यतिकै अगाडि बढेको होइन। प्रेम दर्शनको हरेक इतिहास छ, हिस्ट्री छ। अनि आज यहाँ उभिरहँदा मलाई यहाँको घटनासँगै अरू घटनाहरू पनि याद हुन्छ। त्यो च्याङथापको घटना, हत्याकाण्डको विषयमा मैले बोलेको थिएँ। मेरो आँखामा दरबारमा हत्या भइरहेको, खुनहरू बगिरहेको, राजाहरूलाई रानीहरूलाई मारेको, फ्यामिली मारेको, रोयल मसाक्रे भएको त्यो एकदम मेरो आँखामा आइरहन्थ्यो। अनि मैले त्यही भने जो मैले देखेँ, तर मलाई राजद्रोहीको आरोप लाग्यो। अनि राजद्रोहीको आरोप लागेर मलाई धेरै यातना दिनुभयो। त्यहाँ यति साह्रो मलाई घिसार्नु भएको थियो पुलिसहरूले। अनि शरीरको सबै भागमा रगतै रगत बगिरहेको थियो। अनि मलाई त्यहाँबाट लिएर जानुभयो फेरि, अनि थर्फु भन्ने ठाउँमा राख्नुभयो। फेरिमा मलाई 3 दिनसम्म जेलमा हाल्नुभयो। त्यहाँको घटनाहरू कस्तो भयो त्यो हजुरलाई नि कयौँलाई थाहा हुन सक्छ। सबै कुरा अहिले म नभनौँ, तर यति हो। धेरै नै त्यतिखेर पनि एक खालको कष्ट भएको थियो। अनि त्यसपछि अर्को घटना घोरेटारको याद आउँछ। घोरेटारमा त्यहाँनिर माओवादी इन्सर्जेन्सी भइरहेको थियो। अनि माओवादीहरूले मैले चाहिँ प्रेमले शान्ति आउँछ भन्थे, अनि उहाँहरूले चाहिँ बन्दुकले शान्ति आउँछ भन्नुहुन्थ्यो। पहिलादेखि म तार्किँदै थिएँ कि त्यसरी प्रेमबाट शान्ति आउँछ भन्दा त्यो मान्छेहरूले माओवादी छोड्थ्यो। त्यही भएर मलाई एउटा पञ्चायत भवन जस्तो कि एउटा भवन थियो अनि त्यो भित्र लग्नुभयो। अनि मेरो घाँटीमा भाला हाल्नु भएको थियो। अनि त्यसले गर्दा अहिले मेरो घाँटीबाट रगतहरू यति बर्सिएको थियो। सरी म अलिकति इमोसनल भएँ। यो कुरा होइन कि पीडाहरू भएको छ भने त्यो कुराले मलाई कहिले पनि दुखित बनाउँदैन। त्यो इतिहास हो, अगाडि बढ्ने क्रममा यस्तो हुन्छ नै। तर यो ठाउँमा आइपुग्दा म इमोसनल हुन्छु किनभने आफ्टर 22 to 23 years आउँदाखेरि त्यो क्षणको याद आउँछ। त्यतिखेर म एक्लै हुन्थेँ, एक्लै यात्रा। आज मेरो आमा बाबाहरू थुप्रो नानीहरू हुनुहुन्छ। I'm not alone now। यो मेरो इमोसन चाहिँ कृतज्ञताको इमोसन। म एक्लै थिएँ, आज म एक्लै छु। प्रेम दर्शन
सर्वधर्मको दर्शन हो, सबै मान्छेको हितको लागि दर्शन हो। र केवल अहिलेसम्म दर्शनहरू जति आए, सिद्धान्तहरू आए, मान्छेको लागि मात्र आए। तर प्रेममा दर्शन मान्छेको लागि मात्र होइन, सारा पशुपन्छी प्राणीको लागि पनि हो। पशुपन्छी प्राणी त मेरो आफ्नो नजिकको साथी सम्झिन्छु। किनभने जहिले म जङ्गलमा थिएँ, पहिला एक्लै हुँदाखेरि मलाई साथ दिने उहाँहरू नै हुनुहुन्थ्यो। र अब अन्तमा हाम्रो जीवन यो धरतीको लागि मात्र छैन, यो संसारबाट बिदा भइसकेपछि हाम्रो जोडी छ। त्यो जोडी सहज हुनेछ, राम्रो कर्म गर्ने गफको सहज हुन्छ। यही नै मैले एक्सपिरियन्स गरेँ। त्यो बच्चाकालमा त्यतिखेर डेट पहिलाटनमा पाएँ। फेरि पनि हजुर सबैलाई थ्याङ्क्स चढाउँदै हामी यो संसारको लागि, सारा पशुपन्छी प्राणी, सारा दुखी पीडितहरूको लागि सेवामा निरन्तर लागिरहँ भनेर माग्न खोज्छु। हाम्रो जीवन कति बाँकी छ र? हामीले जानेको चिनेको मान्छेहरू आज यहाँ छैनन्, आज छौँ भोलि नहुन सक्छौँ। त्यही भएर बाँकी रहेको जीवनलाई राम्रै भएर जिउनु, जतिको अर्थपूर्ण जीवन अर्को नै हुन्छ। Once again, हजुरको लभ, हजुरको माया, दया, करुणा जो पनि छ त्यसको लागि म एकदम कृतज्ञ हुँदै म सधैँभरि ऋणी आफूलाई ठान्दै यो वचन यहाँ एड गर्छु। धेरै धेरै धन्यवाद।